विशेष गरेर त्यस्ताको दार्जिलिङ भनौँ न एउटा जति बेला चाहिँ एउटा मनोरञ्जनको साधनहरू त्यति थिएन 70को दशक त्यति मनोरञ्जनको साधनहरू थिएन र त्यति बेला चाहिँ एकदमै यो ड्रामा अथवा नाटक भनौँ एकदमै चल्थ्यो है र त्यति बेला चाहिँ नाटकहरू अब विशेष गरेर हामीले सुनेका छौँ त्यो कुराहरू है केही पढेका पनि छौँ कता कता हामीले र त्यति बेला चाहिँ अब टिकट पाइँदैन थियो एकदम साह्रो पर्थ्यो नाटक अनि नाटक महिनैपछि हप्तैपछि नै नाटकहरू भइरहन्थ्यो र टिकट पाउँदैन भन्ने डरले चाहिँ दर्शकहरूले चाहिँ घरबाट नै पिरा बोकेर पनि आउँथे अरे त्यति बेला त एकदमै दामी दामी एकदमै राम्रो राम्रो नाटकहरू बनिएको जस्तै यो अनि देउराली हुन्छ है यो क्रसमा टाँगिएको जिन्दगी फेरि इतिहास दोहोरिन्छ मूर्ति फुटेको मन्दिर अनि यो पर्सनल डायरीहरू भयो होइन युद्धहरू अनि यस्ता यस्ता नाटकहरू बनिन्थे त्यस्ता अनि प्रायः नाटकतिर हजुरले नै सबै नै कार्य गरेर तपाईँकै सङ्गीतहरू दिनुहुन्थ्यो सर है र यसमा जस्तै कतिवटा गीतहरू हजुरलाई याद छ कि जुन गीतहरू पछि गएर रेकर्डिङ पनि भयो नाटकमा चलाए पश्चात यो खुब प्रसिद्धि कमाएको त्यो फुललाई सोध्यो भने पर्सनल डायरीको पर्सनल डायरी भने त्यो जीवन गुरुङको त्यो है अर्को अब त्यो सारङ्गीको तार हे फुलहरू त मनबहादुर अरू गीत पनि छ यो कतिवटा नाटकको कुन कुन गीत कुन कुन नाटक थियो त्यो आजकल मैले धेरै भुलिसकेको छु तर प्रायः गरेर त्यस्ता जति पनि नाटकहरू हुन्थ्यो दार्जिलिङमा मञ्चन हुन्थ्यो प्रायः गरेर नाटकमा नै सङ्गीत चाहिँ हजुरको नै हुन्थ्यो अब हामीले बाहिरबाट सुनिरहेका हुन्छौँ तर आज चाहिँ यो साक्षात् यहाँसँग एउटा भेट्ने मौका जुरेको छ यो एउटा जस्तो तिम्रो जस्तो मुटु मेरो पनि जुन गीत चाहिँ अब एकदमै के अजम्बरी गीत भनौँ न है र यो गीतमा कति पर्सेन्टेज त तपाईँले पनि सङ्गीतबाट गर्नुभएको थियो भने चाहिँ हामीले त्यो एउटा बाहिरबाट सुनिरहेका कुरा त्यो बेलामा थियो नि सर म र गोपाल जैन फ्यामिलीमा बस्छु घरमा बस्दा दुईजनासँगै कम्पोजर गर्छु अनि मैले तिम्रो जस्तो मुटुको स्थायी गीत पुरा कम्प्लिट गरेको थिएँ अनि म एक्कासी कालिम्पोङ जानु पऱ्यो ट्रेनिङमा अनि त्यसो गर्दा गोपाल यो तिम्रो जस्तो मुटुको स्थायी गीत यही हो ट्युन सुनाएर अब यहाँदेखि उता अन्तरा गीत चाहिँ तैँले कम्प्लिट गरेँ भने तिमीलाई अगाली कता कता बारी जाने ढोको मेरो पनि नेपाली सङ्गीतको इतिहासमा शरण प्रधान अनि अरुणा लामा यी दुई जोडीले यति मिठा मिठा गीतहरू दिए नेपाली सङ्गीतको क्षेत्रमा तर एउटा दुःखको घडी जति बेला चाहिँ शरण प्रधानको मृत्यु भयो जब उहाँको देहान्त भयो देहान्तपछि चाहिँ उहाँले गीत गाउन नै हजुर छोडिन् भन्ने कुरा चाहिँ हामीले सुनेका छौँ सर अनि फेरि नेपाली साङ्गीतिक यो जुन चाहिँ क्षेत्र छ त्यसमा चाहिँ हजुरले फेरि उहाँलाई सम्झाएर बुझाएर दोहोऱ्याउनु भएको भन्ने कुरा पनि हामीले सुनेका थियौँ सर यो कुरामा के कति सत्य छ र यो कुरालाई अलिकति खुला रूपमा हजुरले हाम्रो दर्शकहरू समक्ष राखिदिनु अब म गाउनै छोडिदिन्छु गाउँदिनँ यो गीत म भने है अनि उसले गाउनै छोडे कति वर्षसम्म 2-3 वर्षसम्म त्यहाँदेखि धेरै दार्जिलिङको सङ्गीतकारहरू कलाकारहरूले गएर सम्झाए म गाउँदैन ल बुद्धिजीवीहरू गएर पनि सम्झाए अरुणा त्यति राम्रो स्वर भएको गाउनै पर्छ तिमीले है भन्दा पनि अन्त मलाई 1-2जना बुद्धिजीवीहरूले नै भन्नुभयो कलाकारहरूले दाजु तपाईँ एकचोटि गएर सम्झाइदिनुहोस् सायद मान्छ कि भन्दाखेरि चाहिँ म गएँ ल अरुणा हेर अब मान्छेको जीवन हो एक दिन मर्नै पर्छ हामी पनि एक दिन त्यही नै हो तर अब त्यसो गरेर हुँदैन तेरो त्यति राम्रो स्वर छ तेरो गीत तैँले गाएको गीतले हाम्रो नेपाली समाजलाई कति धनी तुल्याइरहेको छ होइन तैँले गाउनै पर्छ म पनि तँलाई बिन्ती गर्छु भन्दाखेरि चाहिँ अरुणाले दाजुले भन्नुहुन्छ भने चाहिँ म गाउँछु नि त है गाउँछु अन्त एउटा प्रोग्राम छ तिनधारेमा
त्यहाँ मलाई बोलाइरहेको छ एउटा सानो ट्रुप लिएर, त्यति बेला म तँलाई लान्छु, त्यति बेला गाउनुपर्छ भन्दाखेरि अरुणाले हुन्छ त्यही गयौँ, 3 धारेमा गयौँ। त्यही प्रोग्राम पनि सुरु भयो, अरुणाको एनाउन्स पनि भयो। अब यहाँहरूको समक्ष है धेरै 2-3 वर्ष बाद अरुणा लामाले गाउनु हुँदैछ भन्दा सब मान्छे खुसी थप्पडी मारेर। त्यही अरुणाले गायो त्यो गीत। त्यति बेला अम्बर गुरुङको सबैले भन्थे मायालु फुल है, त्यो गीत गायो। स्थायी गीत गाएको थियो, सब एकदम अडियन्स पनि एकदम पिसफुल है अडियन्स थियो। अचानक भक्कानिएर रुनु थाल्यो अरुणा है। त्यहाँदेखि चाहिँ हामी पनि त्यस्तै, हामीलाई पनि स्टेजमै अब मलाई पनि रुनु मन लाग्यो। म पनि बाजा बजाउने म्युजिसियनहरूदेखि अडियन्सहरू सबै त रुनु थाल्यो। अब जब शरण बितेर गयो एकदम उदास गीतहरू मात्रै, उदासी गीत है, एकदमै उयो पीडादायक गीतहरू मात्र गाउनु थाल्यो। त्यो नेपालकोले पनि त्यस्तै गीत मात्रै उसलाई सिकायो, त्यस्तै गीत मात्रै गाउनु लाग्यो। दार्जिलिङकोहरूले पनि हाम्रो सङ्गीतकारहरूले पनि त्यस्तै गीतहरू मात्रै गाउनु लाग्यो। अनि मैले यसो सोचेँ, अब यस्तो पाराले हो भने त अरुणाको त्यो घाउ त कहिले जाति हुँदैन है। अरुणाको लागि अलिकति रिदमिक टाइपको म एउटा गीत बनाइदिनु पऱ्यो भनेर मैले यो फुललाई सोधेँ भनेर कम्पोज गरेँ। अन्त अरुणालाई बोलाएर एउटा गीत छ अलिक रिदमिक छ, तैँले त्यो गीत गाउनुपर्छ है, ल न भन्दाखेरि हुन्छ दाजु भनेर भने है। अन्त मेरोलाई सिकाइदिए। फुललाई सोधे कहाँ गयो कता गयो, त्यो है एकदम मन परायो अरुणाले। ल यो गीत गर्ने त है रेकर्डिङ भनेर काठमाडौँमा म पनि थिएँ, अरुणा पनि काठमाडौँमै थिएँ। ल त गर्ने भनेर रत्न रेकर्डिङ कम्पनीमा त्यो गीत अरुणाले रेकर्डिङ गरे। हजुरले अब धेरै प्रकारका गीतहरू तपाईँले एउटा सङ्गीत दिनुभयो, धेरै प्रकारहरू बनाउनु भयो हजुरले है। त्यसमा अब हामीले खोज्दै जाँदाखेरि चाहिँ हामीले तामाङ सेलो पनि पाएका छौँ सरको, जलेर खरानी भइहाल्छ जोगीले लाएको त्यो धुनी। त्यसरी नै अर्को पनि एउटा पेमा लामा सरले गाउनु भएको रहेछ, टुङ्नाको तार चुडेर हजुर सारङ्गी फुलेछु। यो चाहिँ यस्तो छ, अब जस्तै अब कति मार्मिक गीतहरू मात्रै गाउने, अलिकति तामाङ सेलोमा पनि गीतहरू अलिक गर्नु पर्यो है। पेमा तिमीले गाउनुपर्छ है भन्दाखेरि पेमाले ल ल दाइ गर्नुहोस् न, म गाउँछु नि तामाङ सेलो त, म तामाङै हो, म त्यस्तै पाराले गाइदिन्छु नि भन्दाखेरि मैले त्यो पहिलाको गीत कुन चाहिँ पाउने, जलेर खाना नि भइहाल्छ जोगीले लाएको त्यो धुनी, धुनीको खरानी जस्तै हो मनुखेको त्यो जुनी भनेर है। कर्म युनियनको गीत मैले गाउनु पाउनु भनेको म आफैलाई सौभाग्य ठानेको छु। कर्म युनियन जस्तो महान सङ्गीतकार, एकदम सफल सङ्गीतकार हुनुहुन्छ उहाँ। अनि गीतहरू कुनै पनि नमिठो छैन, सबै मिठो गीतहरू उहाँले बनाउनु भएको छ र यी गीतहरू मध्येमा मैले पनि गाउने मौका पाएँ। यसमा म एकदमै खुसी छु। सरको जुन चाहिँ नेचर है, उहाँको स्वभाव चाहिँ एकदमै सोझो स्वभावको अति सोझो तर सिन्सियर क्या, एकदमै इमानदार हुनुहुन्थ्यो र त्यही अब व्यवहारहरू मन पर्यो। कहिले हाम्रो घरमा
अशान्ति चाहिँ हुँदैन थिए है, जहिले पनि शान्ति, घर शान्त वातावरण, सर फेरि एकदम राम्रो प्रकारले बोल्नुहुन्थ्यो, आमाहरू पनि त्यस्तै बोल्नु हुँदो रहेछ कि। अनि मलाई चाहिँ अलिक हाम्रो घरमा अलिकति रिसाहरू हुनुहुन्थ्यो नि त आप्पाहरू है। अनि मलाई सोध्नुहुन्थ्यो कि तिमीहरू तँ त छुची छस् है, रिसाउँछस् होला घरमा भनेर भन्नुहुन्थ्यो कि। मैले त्यस्तो रिसाउने कोही पनि छैन त्यहाँ घरमा है, अन्त रिस त उठ्दैन कहिले पनि, रिसै उठ्ने कुरै त हुँदैन। त्यो खालको माहौलै कहिले त्यस्तो भएन कहिले पनि। आमा पापा त्यति अन्डरस्ट्यान्डिङ हुनुहुन्थ्यो है, त्यति तपाईँलाई पनि एउटा बुहारी भन्दा पनि अब त्यहाँ जस्तो प्रकारले उहाँले हेर्नुभयो त्यो एउटा छोरी जस्तो गरेर असाध्यै माया गर्नुहुन्थ्यो साँच्ची सासूले चाहिँ नि अति नै। अन्त दिदी पनि एकदमै राम्रो हुनुहुन्थ्यो, आमाजू दिदीसँगै हुनुहुन्थ्यो है। सरले उहाँको इन्टरभ्यूमा भन्नुभएको छ नि, मलाई यो क्षेत्रमा म त्यो उचाइलाई पुग्नुमा है सफल बनेको कारण चाहिँ मेरो परिवार नै हो, मेरो जीवन सङ्गिनी हो, मेरो आमा बाबा हो भन्नुहुन्छ। अब घरमा त्यो साङ्गीतिक माहौल त थिँदै थियो है, अनि त्यसमा रुचि चाहिँ लाग्थ्यो। अब जहिले पनि हामी त्यसमा चाहिँ सामेल हुन्थ्यौँ होइन, जो पनि आउँथ्यो कलाकारहरू आउने सबै मनपर्ने। अब घरमा आउँदाखेरि सायद त्यस्तै भएर होला है, त्यो क्षेत्र भएर होला। हजुर। र अब नाम लिन पर्दाखेरि सङ्गीतको क्षेत्रमा यस्ता वरिष्ठ गायक गायिकाको आवत जावत हजुरको घरमा होइन बसेर सङ्गीत सृजना गर्ने है, त्यसमा एउटा तपाईँलाई मिठो लागेको कुराहरू है कस्तो अलिकति सेयर गरिदिनुहोस् हाम्रो श्रोताहरूलाई, दर्शकलाई। अब त्यति बेला त के अरे गोपाल, विशेष गोपाल चाहिँ अब काठमाडौँमा हुनुहुन्थ्यो होइन, गोपाल। हजुर। अनि घरिघरि ऊ पनि आइरहनुहुन्थ्यो, के अरे नारायण गोपाल। हजुर। कति नारायण गोपाल दाई पनि आइरहनुहुन्थ्यो होइन। हजुर। सबभन्दा पहिला एक्सपिरियन्स चाहिँ मलाई बिहा भएर आएको भनेर दार्जिलिङमा भेट्ने बित्तिकै नयाँ भाउजूलाई भेटेर भेटेँ, भाउजू आज चाहिँ म दही र माछा खान्छु भनेर भन्नुभयो। अनि हतार हतार स्कुलमा गएर साथीहरूसँग माछा र दही कसरी पकाउँछ भनेर सिकेर नारायण गोपाललाई बेलुकी खुवाएको चाहिँ मलाई थाहा छ। अब गोपाल योन्जनको कतिवटा प्रोग्रामहरूमा भइरहन्थ्यो होइन दार्जिलिङमा आउँदाखेरि। अनि धेरै कलाकारहरू सबै आएर चाहिँ घरमै बेलुकी चाहिँ प्राय अब उता हाम्रो छ्यामाको एकदम ठुलो घर थियो है, त्यहाँदेखि सबै कलाकारहरू आएर चाहिँ अब खानासाना सबै त्यहाँ हुन्थ्यो। अनि त्यो सङ्गीतको कार्यक्रमहरू पनि हुन्थ्यो है। अनि दिनरात धेरै कलाकारहरू सबै प्राय आउनुहुन्थ्यो है। अनि माहौल बेलुकी भएपछि गीतहरू गाउने त्यस्तो गर्ने हुन्थ्यो प्राय। अनि दार्जिलिङको कलाकारहरू आइरहनुहुन्थ्यो नि अब घरमा है। कुमार सुब्बा त झन् दिनरातै हामीसँगै हुन्थ्यो। हजुर। अरुण दिदी पनि आउनुहुन्थ्यो होइन। कति हिरा वाइबा दिदीको छोरी त्यहाँ पढ्थ्यो कि नवनीत दिदी पनि आइरहनुहुन्थ्यो है। कति कलाकार हो काठमाडौँबाट धेरै आउनुहुन्थ्यो है, कलाकारहरू सबै आउँथ्यो। नगेन्द्र थापा दाई पनि आउनुहुन्थ्यो, उहाँको मिसेसहरू पनि आउनुहुन्थ्यो। अब एउटा परिवार जस्तै हुन्थ्यो सबैजना होइन। त्यस्तो अनि के अरे हजुरलाई कर्मयोञ्जनज्यूको श्रीमती हुनुमा कतिको गर्व तपाईँले महसुस गर्नुहुन्छ? अब कर्मयोञ्जन दाईले त गीतहरू गरिरहनु भएको थियो, त्यस्तो वरिष्ठ भयो भनेर मलाई थाहा पनि लाग्दैन थियो होइन। कति गरिरहनुहुन्थ्यो, गीतहरू गरिरहनुहुन्थ्यो सबै। अब कतिवटा गीतहरू चाहिँ बनाइकन सबभन्दा पहिला सुन त भनेर सुनाउनुहुन्थ्यो कि। अच्छा। जीवनको त्यो बाटोले भन्ने गीत चाहिँ पहिल्यैबाट उहाँहरूले गाउनुहुन्थ्यो है घरमा। यो गीत नगरौँ होला, यो गीत त त्यति राम्रो छैन भनेर भन्नुभयो। मैले गर्नुहोस् न कस्तो राम्रो छ, हामी पनि त श्रोता हो होइन, मैले सुन्दा राम्रो लाग्छ, गऱ्यो भने राम्रो हुन्छ कि भनेर भन्दाखेरि चाहिँ हेरौँ न त भनेर कुमार सुब्बाले पनि प्र्याक्टिस गर्नुभयो है। अनि दाउ गर्नु र कुमार सुब्बाले गाउँदाखेरि साँच्चै नै त्यो गीत कता जाने हो म त जाने हो जीवनको। प्रोग्राम हुँदा जे हुँदा पनि हतार गरेर पकाएर छिटो गरेर फेरि बिरामी हुँदा पनि स्याहारेर हतार प्रोग्रामहरूतिर पठाउने जे गर्ने पनि गर्दा एकदमै। किनभने सर त अलिकति पहिलादेखि नै कमजोरी हुनुहुन्थ्यो है। कतिजना कलाकारहरू त बितेर गए है, जोसँग राम्रो सम्बन्ध थियो, त्यसमा चाहिँ अलिकति सम्झना गर्नुहुन्छ? गोपाल योन्जन बितेर जाँदाखेरि चाहिँ असाध्यै दुःख लागेको हामीलाई नि। एउटा अब एकदमै काठमाडौँ गयौँ हामी कर्म दाइ र म। हजुर।
काठमाडौँ गएर प्लेनमा चढ्दा नै त्यो डल्लै काठमाडौँ नै सुन्ने भएको जस्तो लाग्यो कि एकदमै नराम्रो आयो पाएँ त्यहाँदेखि नारायण गोपाल खस्दाखेरि झन् डरलाग्दो सुन्ने लाग्यो त्यसरी नै पछि अरुणा लामाले पनि छोडेर गइन् अरुणा लामा दिदी त्यस्तै हजुर हजुर अरुणा लामा दिदीले त बाउ बाउ भन्नुहुन्थ्यो कर्म दाजुलाई नि दाजु पनि है धेरै एकदम भन्नुहुन्थ्यो घरमा अब एकदमै आफ्नै परिवार जस्तो जीवनको जीवनदेखि हार खाए पनि बाँच्न